यो चाहिँ मलाई एकदमै धेरै मन परेको केप मध्येमा यो पनि आजैबाट अर्को पनि लिस्टमा थप्यो। हेरौँ न यत्रो धेरै वाइड छ, यति धेरै ब्युटिफुल छ। यहाँको भाइब्रेसन या जुन यहाँको एनर्जी यति वन्डरफुल, यस्तो पिसफुल छ कि मसँग कुनै शब्दै छैन कि डिस्क्राइब गर्नलाई कति वन्डरफुल छ भनेर। यो फोटोमा यो भिडियोमा जति यो देखिरहेको छ त्यति चाहिँ रियालिटीमा जस्तो चाहिँ आउँदैन क्यामेराले र पनि। एन्ड जति यो ब्युटी छ नि यो क्यामेरामा त सबै क्याप्चर हुँदैन, तर आई विल जस्ट कैन गिभ यु अलिअलि ओभरभ्यू कति धेरै ब्युटिफुल छ भनेर। यो केप चाहिँ एकदमै मलाई एउटा प्रिभिलेज जस्तै भएछ, यसरी यस्तो मजाले सोलो आउनु पाएको छु। सबै केपै एउटा रिजर्भ गरेर यो ब्युटी हेरौँ, यति धेरै नेचुरल ब्युटी। यसो कुनै एङ्गलले हेर्दा पनि नेचुरल जस्तो चाहिँ कति चाहिँ देखिँदैन। यो जब पानी पर्छ अनि यो पानी परेपछि त्यो पानी सोचिएर यही पानी चाहिँ तल ड्रिप भएको रहेछ। यो जति धेरै पानी पऱ्यो भने अलिक धेरै हुँदो रहेछ, पानी अलिक कम पऱ्यो भने चाहिँ थोरै पानी आउने रहेछ। अनि यहाँ यसको चाहिँ म फुल भिडियो चाहिँ चाँडै नै युट्युबमा राख्नेवाला छु। यो चाहिँ जस्ट एउटा ओभरभ्यू क्लिप मात्रै हो, फुल भिडियो चाहिँ चाँडै आउँछ है त। यहाँ हेरौँ न, यो हेरे मात्रै पुग्छ कि दायाँ बायाँ ध्यान नदिकन हेर्ने भए। भित्र यताउता झ्यामाक झुमुक नगरी हेरौँ त यो आँखा झिमिक गर्ने खालको ठाउँै छैन कि। अब अलिकति अगाडि चाहिँ एकदमै क्लियर वाटर, सानो यो अगाडि देखेको चाहिँ 8 फिट गहिरो छ। यो पानी चाहिँ एकदमै मिनरल भएको खान मिल्ने पानी हो। धेरै खायो भने चाहिँ बिरामी हुनसक्छ, तर खाना चाहिँ मिल्छ है त माथिबाट आएको पानी।